अनि के साथीहरू यहाँसम्म आउनुलाई चाहिँ मलाई कति टाइम लाग्यो भन्दा चाहिँ लगभग वहाँ ललितपुर ललितपुर के भन्छ त्यहाँ महालक्ष्मी क्याम्पसबाट स्टार्ट गरेको मैले रनिङ चाहिँ होइन यहाँसम्म आइपुग्दा चाहिँ मलाई लगभग 3 घन्टा जति लाग्यो होला यहाँसम्म आउनलाई 3 घन्टा जति लागेको रहेछ म कति बजी उठेर हिँड्यो भने 5 बजेतिर उठेर हिँडेको अहिले 7-8 बज्नु आँटेछ 3 घन्टा जति लगभग लाग्ने रहेछ मलाई चाहिँ तपाईँहरू पनि आउनु भएको होला यो ठाउँ त होइन तर कस्तो लास्टै डरमर्दो कि मान्छेभन्दा जन्तुहरूको धेरै डर हुने रहेछ यो बाटो चाहिँ यस्तो यो जङ्गल आउनुपर्छ यस्तो जङ्गल यो बजारदेखि लिएर यतादेखि लिएर यस्तो यो जङ्गल हुँदै आउनु पर्ने रहेछ हाम्रो शिवजी भगवान हेर्नलाई चाहिँ साथीहरू आउनु पर्ने रहेछ मलाई लास्टै गाह्रो भएको थियो होइन एक्लै फेरि यता चराचुङ्ग्री पनि केही कराएको छैन होइन साथीहरू हेर्नुहोस् यहाँको जङ्गल कस्तो छ भनेर तर यो भ्लग चाहिँ मैले खासमा किन बनाएको भने साथीहरू मैले चाहिँ भनौँ न म रनिङ गर्दाखेरि चाहिँ कति टाइममा चाहिँ कति किलोमिटर हिँड्नु सक्ने रहेछु भनेर चाहिँ मैले बनाएको खासमा चाहिँ साथीहरू होइन त्यस्तो कुनै देखाएको चाहिँ होइन अनि आफूलाई हुन्छ नि त कति रनिङ बढ्यो कति घट्यो भनेर थाहा हुन्छ नि त लगभग मेरो चाहिँ रनिङ चाहिँ अहिले चाहिँ बढेको भनौँ न अब यो ठाउँमा आउनलाई चाहिँ निकै मैले कोसिस गरेको अस्ति नै तर म आउन सकिनँ किनकि पानी परेको बेलुका पनि पानी पर्छ बिहान पनि पानी पर्छ तर आज चाहिँ कस्तो दामी घाम लाग्दिरहेको कि म उठ्दाखेरि त अनि मेरो पनि चल्दै अस्ति आएको ठाउँ चाहिँ म साथीहरूलाई देखाउँछु होइन अन्त अस्ति त मैले भुटबल बनाएर त्यो कुदेको ठाउँ चाहिँ कहाँ हो भने यो पारीबाट चाहिँ म अहिले चाहिँ आएँ तर यो पारी होइन रहेछ साथीहरू क्यामेरामा चाहिँ यता देख्दैछ यता छ यताको जङ्गल हो यस्तो घामले गर्दाखेरि कस्तो देखिरहेको क्या त्यही भएर साथीहरू घामको टकले गर्दाखेरि खासै राम्रो देखिएको छैन अनि फेरि यहाँ यस्तो भिड छ नि साथीहरू तपाईँहरूलाई म देखाइदिन्छु हेर्नुहोस् यहाँबाट लड्यो भने त मान्छे मऱ्यो यहाँबाट लड्यो भने मान्छे मऱ्यो कि मरिएन त यस्तो भिड छ बाट चाहिँ खासै मजाले नदेखिएको रहेछ कहाँबाट देखाइदिन्छु अरूलाई यो मलाई कस्तो डर लाग्छ कि जानु नि यस्तो भिड छ झऱ्यो अनि सिधै म यो तल नालीमा साथीहरू नालीमा घर बनाइन्छ हेर्नु यस्तो कस्तो भिड छ क्या हाम्रो शिवजी भगवानलाई हेर्न आउनु कुनै साथीहरूले चाहिँ मलाई पनि कमेन्ट गरिदिनुहोस् कति साथीहरू हुनुहुन्छ होला कति साथीहरूले त यहाँ काम पनि गर्नुभएको होला होइन मलाई कमेन्ट गरिदिनुहोस् साथीहरू हेर्नुहोस् यहाँको भिड चाहिँ कस्तो भिड के यहाँ चाहिँ धेरै पहिरो गएर कि न त किन हो यस्तो ठाउँमा चाहिँ शिवजी भगवानलाई राखिदिनु भएको हेर्नुहोस् न यताबाट पनि कति धेरै पहिरो गइरहेको यहाँदेखि उता पनि पहिरो गएको क्या फेरि शिवजी भगवान हुनुहुन्छ अनि यहाँ चाहिँ यहाँदेखि यता चाहिँ लास्टै भिड हुनुहुन्छ यहाँदेखि चाहिँ हेर्नुहोस् साथीहरू हेर्नुहोस् यहाँदेखि बसेर उतातिर हेर्दाखेरि त वा कस्तो मजा आउने रहेछ के कस्तो मजा अब चाहिँ म यहाँ एकछिन बस्छु अनि सबै रमाइलो ठाउँहरू हेर्छु अनि म जान्छु खासै भ्लग बनाउनु त आउँदैन साथीहरू मलाई होइन त्यही पनि पछि यसो स्टोरीको लागि यसो स्टोरी बसोस् भनेर राखेको हो साथीहरू मैले चाहिँ बनाउनु चाहिँ कोसिस गरेको राखेको भन्दा पनि होइन तर बनाउने नि रुल नि थाहा छैन कसरी स्टार्ट गर्छ कसरी अन्तिममा के हाल्छ अरे अन्तिममा रोक्छ के भन्छ त्यो गर्नु नआए तापनि यसो आफ्नो स्टोरी रहोस् भनेर
हो साथीहरू। मेरो घर चाहिँ उदयपुर हो क्या साथीहरू, त्यही भएर यो काठमाडौँ ठाउँतिर बस्दाखेरि चाहिँ मैले कता कता गएँ के गरेँ भनेर पछि हेर्नुको लागि आफूलाई कस्तो मजा आउँछ नि त होइन। यसो स्याड मन भएको बेलामा पनि अलिक हेर्दाखेरि अलिक राम्रो, अलिक भनौँ न उत्कृष्ट माथि मन शान्त हुन्छ, त्यही भएर बनाएको साथीहरू होइन। यो मेरो भ्लगलाई चाहिँ साथीहरू कुनै ख्याल ठट्टा नसोचिदिनु होला, नराम्रो नसोच्नु होला। अब सोच्नु त हुन्छ है, राम्रो सोच्ने हुन्छ नराम्रो सोच्ने पनि हुन्छ, तर मलाई चाहिँ त्यस्तो लाग्दैन। आफ्नो स्टोरीको लागि आफूलाई राखेको हो होइन, कसैलाई देखाएको होइन भन्दै साथीहरू आजको यो मेरो भ्लग चाहिँ के भन्छ, मलाई अन्तिम गर्नु र स्टार्ट गर्नु आउँदैन क्या साथीहरू। खासै भ्लग त बनाउन आउँदैन, यसो कहिलेकाहीँ हो होइन। अब एक्लै आएको छु, एकजना साथीहरू आएको भए त स्वर गर्ने हो साथीहरू, स्वर गर्ने हजुर कस्तो देखाइदिनु हुन्थ्यो कि काठमाडौँ सहर हेर्न लाग्छ रहर एक्लै मजा आउँछ साथीहरू एक्लै नै मजा आउँछ। तपाईँहरू पनि कति साथीहरू एक्लै यसरी रनिङ गरेर रनिङ नगरे पनि एक्लै कति धेरै यात्रा गर्नु भएको होला साथीहरू है। तर मलाई चाहिँ साथीहरूसँग हिँड्नु मन त पर्छ कि, तर मलाई चाहिँ के हुन्छ भने साथीहरूसँग हिँड्दाखेरि चाहिँ अब के कुरा मिल्दैन के हुँदैन, कसैले के भनिदिन्छ, को ठस्स पर्छ, केटीहरूको त्यही त हो नि। अनि एक्लै हिँड्दाखेरि पनि म कहिले यस्तो घुम्नलाई चाहिँ एक्लै यात्रा गरेको छैन। यस्तो कहिलेकाहीँ रनिङ गर्दाखेरि चाहिँ मैले भ्लग बनाएको हुन्छु, तर ट्रेनिङमा नआएको पनि धेरै भइसक्यो साथीहरू। तर सुनाएको चाहिँ होइन सुनाएको चाहिँ होइन। मैले सानो केही आफ्नो ड्रिमको लागि केही ट्रेनिङ बस्दैछु होइन, त्यो चाहिँ मैले पहिलाको भ्लगमा पनि लगाएको थिएँ साथीहरू। मेरो पछाडि सबै साथीहरूलाई देखाएर कति साथीहरूले कमेन्ट पनि गर्नुभएको थियो, राम्रो नै कमेन्टहरू पनि गर्नुभएको थियो, कसैले बिल्ला गरिदिनु भएको थियो। एउटा मेरो मैले त्यो रनिङ गर्दाखेरि मैले बनाएको त्यो टिकटकमा चाहिँ एउटाले लास्टै बेइज्जत गर्दैछ कि एकजना साथीले, तर नाम चाहिँ नभनौँ होइन। त्यो साथी भन्दा पनि कमेन्ट गर्ने साथी टिकटक फ्यामिली भनौँ न, के देखाएको होला यस्तो त्यस्तो भन्नुभएको थियो, के देखाएको होला हामी पनि रनिङ गर्छौँ भनेर भन्नुभएको थियो। अनि मैले पनि उसलाई के भनिदिएँ भने गर्नुहोस् रनिङ गर्नुहोस्, रनर बढाउनुहोस्, तर यस्तो कमेन्ट चाहिँ यसरी चाहिँ नगरिदिनु, किनकि मैले कसैलाई देखाएको होइन। अब पोस्ट गर्दा त देखि नै हाल्छ, त्यही पनि ठिकै छ साथी, त्यो कमेन्ट गरिदिनु भएकोमा धन्यवाद होइन। त्यो टिकटक चाहिँ मैले फर्स्ट टाइम लगाएको भएर होला मलाई लास्टै रिस उठ्यो के त्यो कमेन्ट देख्दाखेरि चाहिँ, के देखाएको होला हामी पनि रनिङ गर्नु सक्छौँ भनेर त्यो दुईवटा डल्लाडुल्ली पठाएको थियो। मैले चाहिँ लास्टै रिस उठ्यो के, फर्स्टमै पोस्ट गरेको ल सुरुमै त्यो कमेन्ट आइदियो। अनि मेरो पालि डिलिट गरिदिएको के त्यो टिकटक डिलिट गरिदिएको। यो भिडियो चाहिँ त्यो साथीसम्म पुगोस् होइन, अब मेरो स्टोरीको मैले कसरी राखेको रहेछु भने त्यो साथीसम्म पुगोस्। त्यो साथीलाई मैले केही भन्न सकिनँ कि, त्यो टिकटक फ्यामिली होस् होइन, म कुनै परको पनि मान्दिनँ। अनि मलाई ठिकै नि लाग्छ, मसँग फ्रेन्ड पनि हुनुहुन्थ्यो रहेछ। म अब फ्रेन्ड नभएको भए त म थर्काउँथेँ होला म पनि, तर फ्रेन्ड हुँदो रहेछ मैले छोडिदिएँ। मलाई यस्तो दुःख लाग्यो। अनि मैले त्यसपछि डिलिट गरिदिएको त्यो टिकटक। अनि मैले धेरै भयो कि मैले भ्लग नबनाएको, अनि आज चाहिँ बनाइदिएको। अस्तिको त्यो मैले त्यो भूतको त्यो आवाज त्यो कराएकोमा पनि त्यहाँनिर के कमेन्ट गरिरहेको थियो, मैले रिस उठेर त्यसलाई त्यति बेलै ब्लक गरिदिएँ। त्यो साथी ब्लक गरिदिएँ, फेरि एकछिन ब्लक गरिदिएँ, फेरि निकालिदिएँ। यो भिडियो चाहिँ त्यो साथीसम्म पुगोस् कि अब तपाईँले जसको भिडियो हेरे पनि तर त्यस्तो कमेन्ट चाहिँ नगरिदिनु साथी भन्छु होइन म चाहिँ। तर तपाईँलाई मैले कुनै नराम्रो चाहिँ सोचेको चाहिँ छैन। तर त्यति बेला मलाई कस्तो नराम्रो लाग्यो कि त्यसो भन्दाखेरि, अब मैले कुनै देखाएको होइन नि त। नि आफू अब कतिको बढेछैन, घट्यो कि बढ्यो भनेर मैले त्यतिकै बनाएको थिएँ। फर्स्ट टाइम सुरुमा के कसैले नहेरी नि त्यस्तो कमेन्ट आयो, अनि मलाई रिस उठ्यो क्या साथीहरू भन्दै।
अबदेखि त्यस्तो कमेन्ट नगरिदिनु साथी भन्दै होइन मेरो कतिको चाहिँ हुन्छ र ब्लग त्यो 10 मिनटको त हुन्छ नि त्यो पनि नहेरे पनि त्यस्तो कमेन्ट नगरिदिनु